यहाँको असली मूलवासी मंगलहरूलाई यहाँको नागथेप्चे राखा चिम्सेहरूलाई मालिक बनाउने दर्शन भएको कारणले तपाई हामीलाई यी कुराहरू प्रकृतिलाई सुनाउँदै गयो भने मात्रै प्रकृतिले न्याय दिन्छ र त्यसपछि मात्रै प्रकृतिले न्याय दिएपछि मात्रै तपाई हामी यो देशको मालिक बन्छौं। तपाई हामी यो देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री अनि त्यसपछि देशको विभिन्न अङ्गहरूमा आज 20% हिन्दुहारे बाहुन क्षेत्रीहरूले ओगटेर बसेको त्यो सबै चाहिँ तहहरूमा हाम्रो भावी आउने सन्ततिहरूलाई त्यो ठाउँमा पुर्याउनको लागि प्रकृतिले पनि न्याय दिन्छ। जबसम्म प्रकृतिले हामीलाई न्याय दिँदैन तबसम्म तपाई हामी त्यो ठाउँमा पुग्न नसक्ने भएको कारणले हामीले हाम्रो प्रकृतिलाई सुनाउने काम पनि सम्पन्न भइसकेको छ। मैले अघि नै भने मंगल नेशनल अर्गनाइजेसनका महामानविक पुरुष डाक्टर गोपाल गुरुजीले आज नेपालमा मंगल नेशनल अर्गनाइजेसन यो एउटा सानो देशमा एउटा भनिन्छ नेपाल भन्ने देश चाहिँ दुई ढुङ्गा बीचको तरुल हो। यो चाहिँ तपाई हामीले वनमा खनेको तरुल तपाई हामीलाई सबैलाई अनुभव छ। वनमा खनेको तरुल कस्तो हुन्छ, दुई ढुङ्गा बीचमा चेप्टो परेर बसेको हुन्छ नि। त्यसैगरी नेपाल भन्ने देश पनि दुई ढुङ्गा बीचको तरुल जस्तो भएर एक खालको चाहिँ दुई ढुङ्गा बीचको तरुल बनेर बसेको सानो देश नेपालमा आज थुप्रै राजनीति पार्टीहरू हुँदा हुँदै पनि मंगल नेशनल अर्गनाइजेसनले किन जन्म लिनु पर्यो? आज मंगल नेशनल अर्गनाइजेसन बाहेक अरू राजनीति पार्टीबाट राजनीति गरेर जाने कांग्रेस, एमाले, माओवादी भन्ने राजनीति पार्टीहरूले धेरै पटक यो हाम्रो भूमिमा चाहिँ तपाई हामीले भोट दिएर तपाई हामीले जिताएर यो देशको राष्ट्रपति, यो देशको प्रधानमन्त्री, यो देशको मन्त्रीहरू चाहिँ पट्काइसक्यो र यति धेरै राजनीति पार्टी हुँदाहुँदै यहाँ नेता नभएर राजनीति पार्टी नभएर मंगल नेशनल अर्गनाइजेसन आज स्थापना भएको होइन। आज मंगल नेशनल अर्गनाइजेसन स्थापना किन हुन पर्यो भन्दा जबसम्म तपाई हामीले सबै आफ्नो ठानेको राजनीति पार्टी कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, अन्य राजनीति पार्टीहरूले यो देशको तपाई हाम्रो 80% नागथेप्चे राखा चिम्सेहरूको एउटा चाहिँ मालिक बन्ने अधिकार खोसेको छ। तपाई हामी राष्ट्रपति, प्रधानमन्त्री बन्ने अधिकार खोसेको छ। आज यो देशलाई सम्पन्न बनाउनको लागि जुन अधिकार तपाई हामीमा हुनुपर्ने थियो त्यो अधिकार चाहिँ खोसेको छ। यिनीहरूले कांग्रेस, एमाले, माओवादीको नाउँमा यहाँका 20% हिन्दुहारे बाहुन क्षेत्रीहरूले तपाई हाम्रो अधिकार चाहिँ राजनीतिको नाममा खोसेको कारणले आज मंगल नेशनल अर्गनाइजेसन स्थापना हुनु परेको छ। आज मंगल नेशनल अर्गनाइजेसनले संघर्ष गर्न परिरहेको छ। अघि हाम्रो गण्डकी प्रान्तीय सभाको सहसचिवज्यूले भन्दै हुनुहुन्थ्यो हामी यहाँ रहरले राजनीति गरेको कोही पनि छैन। आज तपाईहरुले हेर्न सक्नुहुन्छ कांग्रेस, एमाले, माओवादीको शेरबहादुर देउबा, केपी ओली, प्रचण्ड भन्ने बाहुनहरूलाई हेर्नुस्। आज आँखा पनि नदेख्ने, कान पनि नसुन्ने अनि त्यसपछि दिमागले पनि काम गर्न छोडिसकेको छ। तर पनि उनीहरूले राजनीति किन गरिराखेको छ भन्दाखेरि भोलिको दिनमा उनीहरूले राजनीति गरेन भने के हुन्छ त भन्दा उनीहरूको सन्तानहरू चाहिँ यो देशमा दासी बन्न पुग्छ। त्यसकारणले त राजनीति गरेको छ। त्यसकारणले हामीले पनि तपाई हामी एउटा राजनीतिमा चेतनशील भयो भने, मंगल नेशनल अर्गनाइजेसनको दर्शन बुझ्यो भने, मंगल नेशनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा तबसम्म तपाईले भोट हाल्न आँट गर्दैन। तबसम्म के हुन्छ त भन्दा कांग्रेस, एमाले, माओवादीको नाउँमा यहाँका हिन्दुहारे शासक बाहुन क्षेत्रीहरूले 450 वर्ष भइसक्यो देशमा राज्य गरेको। अझै कयौं वर्ष जबसम्म तपाई हामी एकजुट हुँदैन तबसम्म अझै कयौं वर्ष चाहिँ के हुन्छ भन्दा तपाई हामीलाई दासी बनाउँछ। तपाई हामीलाई मालिक हुने अधिकारबाट सबै कुराहरू खोसेर लान्छ। आज साथीहरूले धेरै उदाहरण दिइसक्नु भयो। अस्ति भर्खर मात्र पनि म एउटा रिसिङ गाउँपालिकाको एउटा कार्यक्रममा आउँदै गर्दाखेरि म पनि अब मेरो गाउँ पनि रिसिङ भएको कारणले एकपटक गाउँमा पुग्छु, घर पुग्छु, के कस्तो भइराखेको छ, सासु ससुरालाई पनि भेट गर्न पर्यो भनेर घरमा पुग्दाखेरि मेरो एकजना ससुर आएर के भन्नुभयो भन्दाखेरि हाम्रो गाउँमा बाटो लगेको छ। बाटो लाँदाखेरि हाम्रो समाजबाट धेरै पैसा हालिसक्यो।
अनि त्यसपछि धेरै पैसा हाल्यो, व्यक्तिले पनि धेरै पैसा उठायो। हाम्रो गाउँको मान्छेहरूले विदेशमा जानेहरूले, साउदी, कतार, मलेसिया, दुबई, कोरिया बस्नेहरूले धेरै पैसा लगानी गर्दा पनि त्यो बाटो राम्रो बन्न सकेन। अब तिमीहरू हामीहरूलाई मुखिया भन्छ त्यहाँ त्यो गाउँमा, तिमीहरू मुखियाहरूले पनि त्यो ठाउँलाई पैसा हाल्नुपर्छ त्यो बाटो त्यहाँ पुर्याउनको लागि भनेर मलाई रिक्वेस्ट गर्यो। अनि मैले पनि के भन्दै भन्दा यो देशमा सरकार छैन, मुखियाहरूले त्यो ठाउँमा त्यो बाटो बनाउँदाखेरि पैसा हाल्नु पर्ने, अनि तपाईँको 4-4 लाख रुपियाँ ऋण निकालेर त्यो बाटो बनाउनु पर्ने भनेपछि नेपालमा सरकार छैन अनि भनेर मैले त्यो मान्छेलाई त्यो भन्यो। अनि त्यसपछि अनि के भन्छ भन्दाखेरि तपाईले भोट हालेको कांग्रेसको सरकार छ ऋषि गाउँपालिकामा, तपाईले त्यही अध्यक्षलाई गएर बोल्नु न, अध्यक्ष सामु गएर यो कुरा लिएर जानुस् अनि तपाईको बाटो बनाउनुस्। त्यत्रो समाजले त्यत्रो पैसा हाल्दा पनि बाटो बनेन, व्यक्तिले त्यत्रो पैसा हाल्दा नि बाटो बनेन, फेरि तपाई हामीसँग माग्दै हुनुहुन्छ। हामी त सचेत नागरिक हो, बाटो बनाउनको लागि व्यक्तिको पैसा जाँदैन। के खालको सरकार तिमीले भोट हालेको, रुखमा भोट हालेको सरकार। आज बिरामी बोक्न एम्बुलेन्स किन्न पर्यो, पैसै उठाएको छ। मृगुला फेल भयो, पैसै उठाएको छ। तिमीले भोट हालेको सरकारले के चाहिँ काम गर्यो? जानु सर तिम्रो सरकारमा गएर पैसा माग्नु भनेर चाहिँ मैले त्यसो भनेर जवाब दिँदाखेरि त्यो मान्छे कालो न निलो भयो। किन भन्दाखेरि तपाई हामीले हालेको भोटले तपाई हामीलाई नै पिरोली राखेको छ। अघि पनि पूर्वोक्त साथीहरूले धेरै कुरा भनिसक्नु भयो। तपाई हामी मृगोला फेल भयो, जनतासँग पैसा उठाउनु पर्छ। तपाई हामीले एम्बुलेन्स चाहियो, जनतासँग पैसा उठाउनु पर्छ। पानी चाहियो, जनतासँग पैसा उठाउनु परेको छ। रोड चाहियो, जनतासँग पैसा उठाउनु परेको छ। तपाई हामीले जेमा पनि तपाई हामीले पैसा लगाउने भए तपाई हामीले भोट हालेको सरकार के काम? अब बुझ्नु पर्छ कि पर्दैन? अबको दिनमा जान्नु पर्छ कि पर्दैन? हो, त्यस कारणले मंगल नेशनल अर्गनाइजेसनले के भनेको छ भन्दा हिजो कांग्रेसको नाउँमा, एमालेको नाउँमा, माओवादीको नाउँमा तपाई हाम्रो राजनीतिक अधिकार पनि लुटेको छ। के तपाईको राजनीतिक अधिकार यो हिन्दू आरे कांग्रेस एमाले माओवादी भन्ने राजनीतिक पार्टीले तपाईलाई अधिकार दिएको जस्तो लाग्छ? तपाईको गाउँमा कांग्रेसको एउटा चाहिँ वडाको अध्यक्ष हुँदैमा, क्रियाशील सदस्य हुँदैमा तपाईले राजनीतिक अधिकार पाएको हो त? हो, तपाईले राजनीतिक अधिकार पाउनु भयो कि? कांग्रेसमा भोट हाल्न पाउँदैमा, एमालेमा भोट हाल्न पाउँदैमा, माओवादीमा भोट हाल्न पाउँदैमा तपाईको चाहिँ एउटा चाहिँ राजनीतिक अधिकार पायो त? पाएन। किन भन्दा 2007 सालमा कांग्रेस भएर हिँड्ने हाम्रो बाबुबाजेहरूको अवस्था र 2007 सालमा कांग्रेस भएर हिँड्ने बाहुन छेत्रीको अवस्था आज तुलना गर्नुस् कहाँ पुगिसक्यो भन्दाखेरि, कहाँ पुग्यो त भन्दाखेरि तपाईको 2007 सालमा कांग्रेसमा राजनीति गर्ने बाहुन छेत्री आज राष्ट्रपति प्रधानमन्त्री छन्, ठुला ठुला ठेकेदार उनैका छन्, आज डाक्टर इन्जिनियर उनैका छोराछोरी छन्। तर 2007 सालमा कांग्रेसमा भोट हाल्न सुरु गरेको तपाईहरु नाक ठेचेर आएका चिम्सेहरु कहाँ छन्? आज ढोटी पनि स्याहार्न नसकेर चिपरे भएर गाउँ गाउँ डुलिराखेको छ। त्यो कन्डिसन कसले बनायो? यदि तपाईले सच्चा राजनीति पार्टी गरेको हो भने, तपाईको लागि राजनीति पार्टी हो भने तपाई पनि त्यहाँ पुग्नु पर्थ्यो कि पर्थेन? कम्तीमा सबैजना प्रधानमन्त्री त हुँदैन होला नि त, तर पनि तपाईले गरेको राजनीतिले चाहिँ के हुनुपर्छ भन्दा तपाईको र तपाईको छोराछोरीको भविष्य उज्जवल हुनुपर्छ। जबसम्म तपाई हामीले गरेको राजनीतिले तपाई हाम्रो छोराछोरीको उज्जवल भविष्य हुँदैन भने, भविष्य बन्दैन भने त्यो राजनीति पार्टीमा तपाई हामीले भोट हालेर त्यो राजनीति पार्टीमा लगानी गरेर के पनि काम छैन। मंगल नेशनल अर्गनाइजेसनले सदा जस्तै भनिआएको कुरा के हो भन्दाखेरि जबसम्म मंगल नेशनल अर्गनाइजेसनलाई बुझ्दैन, जबसम्म तपाई हामी 2007 सालबाट कांग्रेस, 2046 सालदेखि एमाले, 62-63 साल, 51-52 सालदेखि माओवादीको म फल्ना मान्छे भनेर तपाई हामी त्यसमा दौडिन्छ नि, त्यो भन्दा पनि नाजुक अवस्था तपाई हाम्रो हुनेछ। किनकि यो इतिहासले बताइसक्यो। अघि नै पूर्वोक्त साथीहरूले बडो इमानदारीका साथ, बडो ढुक्कका साथ के भन्दै हुनुहुन्थ्यो भन्दा यो देश बिगारेको आज बाहुन छेत्री र बाहुन छेत्रीको राजनीति पार्टीमा झोला बोकेर हिँड्ने झोले अरोते भरोते कुरौतेहरूले यो देश बिगारेको हो भनेर बडो चाहिँ ढुक्कका साथ, निर्धक्कका साथ, वैज्ञानिक तर्क सहित चाहिँ उहाँले बोल्दै हुनुहुन्थ्यो।
तपाईहरुले पनि अनुमान गर्नुस्। तपाई आफ्नो झोला स्याहार्न बिर्सेर कसको झोला स्याहारेको छ? बाहुन छेत्रीको झोला स्याहारेको छ। जबसम्म तपाई आफ्नो झोला तपाई आफैले सुरक्षित गर्न सक्दैन तबसम्म के हुन्छ त भन्दा तबसम्म तपाई हाम्रो हबीगत तपाई हाम्रो जिन्दगी हिजो हाम्रो बाजे पनि विदेशै गयो, बाउ पनि विदेशै गयो, आज बुढो पनि विदेशै छ, भोलि छोराछोरीलाई पनि विदेशै पठाउन पर्यो भने तपाईले गरेको राजनीति व्यर्थको राजनीति हो। भावी आउने सन्ततिहरुले ठुक्छ। अहिले मान्छेहरु तपाई हामी त गाउँ गाउँमा मंगलको दर्शन लिएर जान्छ। मान्छेले के भन्छ? म त अर्कै पार्टी हो भन्छ। कुन पार्टीको भन्नुस् न भने पनि भन्ना नि लाज लाग्छ भन्छ। त्यो लाज लाग्ने कसले बनायो भन्दाखेरि आफूले गरेको राजनीतिले आफूले चाहेको जस्तो राजनीति प्रगति नभएको कारणले आज लाज लाग्ने भयो हो नि त। हो त्यस कारणले मंगल नेशनल अलायन्सका महामानविक पुरुष डाक्टर गोपाल गुरुङजीले 1 जनवरी 1989 काठमाडौँको भद्रगोल जेलमा यो मंगल र मूलवासी भन्ने शब्द उजागर गर्ने बेलामा मूलवासी र मंगल भन्ने शब्द बोल्दै गर्दाखेरि यो शब्द भनेको पावरफुल शब्द छ। यो शब्द भनेको तपाई हामी नाक ठेक्चेर आएका चिम्सेहरूलाई मालिक बनाउने शब्द भएको कारणले यहाँका 20% हिन्दुआरे शासकहरूलाई जहिले पनि शासन सत्तामा टिकाइ राख्ने अराउते भराउते तपाई हाम्रो अनुहार बोकेको तर चाल चाहिँ बाहुन छेत्रीको जस्तो चाल भएको मंगल अनुहारले तपाई हामीलाई के गर्छ? खिसी गर्छ, बिल्ला गर्छ। तपाईलाई एउटा कुरा थाहा छ, मैले हरेक कार्यक्रममा भन्ने गर्छु, एउटा कुरा चाहिँ के हो भन्दाखेरि मंगल नेशनल अलायन्सका नेता कार्यकर्तालाई डर छ। मंगल नेशनल अलायन्सका नेता कार्यकर्तालाई झटारो हान्छ। कसरी झटारो हान्छ थाहा छ? कोही एमाले बनेर झटारो हान्न आउँछ, कोही कांग्रेस बनेर झटारो हान्न आउँछ, कोही माओवादी बनेर झटारो हान्न आउँछ। बुढो एमालेमा के अरे मंगलमा नेता हो भने बुढीलाई प्रयोग गर्छ, बुढी चाहिँ एमाले के अरे मंगलको नेता हो भने माओवादीलाई प्रयोग गर्छ। यो किन सबै यसरी प्रयोग गर्छ त भन्दाखेरि किन भन्दा मंगल नेशनल अलायन्सले मात्र भोलिको दिनमा तपाई हामी एकजुट भयो भने यहाँका हिन्दुआरे शासकहरू रोडमा र हामी शासन सत्तामा पुग्ने खालको दर्शन भएको कारणले यिनीहरूलाई चिन्ता छ। त्यस कारणले हामी माथि ढुङ्गा प्रहार हुन्छ, हामी माथि झटारो प्रहार हुन्छ। किन भन्दाखेरि फलेको हाँगोमा त हो झटारो लाग्ने, नफलेको हाँगोमा लाग्छ? तपाई फलै नफलेको हाँगोमा गएर ढुङ्गा हान्नुहुन्छ? हान्दैन। तपाई फल्दै नफलेको ठाउँमा गएर तपाईले झटारो हान्नुहुन्छ? हान्दैन। किन झटारो हान्दैन भन्दाखेरि र मंगल नेशनल अलायन्समा हरेक कार्यक्रम आज यहाँसम्म आउनको लागि पनि तपाईहरुलाई कति जनाले छेक्यो होला त्यो कार्यक्रममा जानु हुँदैन भनेर, तर तपाईले आँट गरेर एउटा ऐतिहासिक रूपमा तपाईको पाइलालाई मंगल नेशनल अलायन्सको कुरालाई सुन्नको लागि तपाईको पवित्र पाइला यहाँसम्म टेक्न आँट गरेर जो आउनुभयो त्यो नै ऐतिहासिक हो। भोलिको दिनमा अघि पनि भन्दै हुनुहुन्थ्यो यो गबुडाँडामै किन बनाउनु पर्यो त? आज यो अधिवेशन यही बनाउनु किन पर्यो त भन्दा घिरिङ गाउँपालिकाको लागि मंगल नेशनल अलायन्सको लागि ऐतिहासिक ठाउँ भनेको गबुडाँडा हो। गबुडाँडा पनि सबैले हामी भन्न सक्दैनौँ। अंगलामा गर्न सक्ने व्यक्तित्वहरू मंगल नेशनल अलायन्सलाई प्राण प्रिय ठानेर आफ्नो छोराछोरीको गाँस काटेर आफ्नो छोराछोरीको नाना माना काटेर तपाई हामी सबैको छोराछोरीको लागि संघर्ष गर्ने आदरणीय व्यक्तित्वहरू गबुडाँडामा छ। त्यस कार्यक्रमहरू यही ठाउँमा 4वटा अधिवेशन भयो। 4वटा अधिवेशन यही भवनमा यही हलमा गएर सम्पन्न गरेको छ। किन भन्दा यो ऐतिहासिक ठाउँ हो। अघि हाम्रो कार्यक्रम सञ्चालकज्यूले पनि भन्दै हुनुहुन्थ्यो हामीले मौन धारण गर्ने क्रममा इलाम जिल्ला निवासी वीरेन लामा र मानबहादुर गुरुङज्यूको सम्झनामा पनि हामीले मौन धारण गरेका थियौं। किन उहाँको सम्झनामा मौन धारण गर्यो त भन्दा मंगल नेशनल अलायन्सलाई हिजोको दिन महामानविक पुरुष डाक्टर गोपाल गुरुङज्यूले हामी यो देशको मालिक हो, ए उठ न, जब तिमी सुतेर बस्छ तिमी माथि टेकेर बाहुन छेत्रीले राज गर्छ, तिमी उठ न, उठेर त हिँड भन्ने बेलामा केही उठ आँट गर्ने व्यक्तित्वहरूलाई यो हिन्दुआरे शासकहरूले किनेर कयौं कार्यकर्ताहरू किनेर एमाले माओवादीमा प्रवेश गरायो।
तर पनि त्यो दुईजना व्यक्तिहरू कहिले पनि पैसाको लोभमा पदको लोभमा चाहिँ नगएर बसेको कारणले आज उहाँहरू ऐतिहासिक व्यक्तित्व हुनुभएको छ। इलाम जिल्ला भनेको नेपालको चाहिँ पश्चिममा पनि अन्तिम जिल्ला हो, तर हामीले के गरेका छौँ त्यहाँ त्यति टाढाका जिल्लाका आदरणीय दाइहरूले आज पश्चिमको चाहिँ एउटा छेउको जिल्ला तनहुँ जिल्लाको पनि कहाँ त भन्दाखेरि घिरिङ गाउँसभामा आएर पनि हामीले एउटा उहाँहरूलाई सम्झना गर्ने वातावरण किन बन्यो त भन्दा उहाँले ऐतिहासिक कार्यक्रम अथवा ऐतिहासिक कार्यको लागि उहाँहरूको खुट्टा चाहिँ जहिले पनि अगाडि भएको कारणले यो कार्यक्रम गर्न सम्पन्न भएको छ। धेरै कुरा चाहिँ आइसक्यो। नेपालमा जबसम्म लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार स्थापित हुँदैन, नेपालमा राजतन्त्र नै रहिरहन्छ, धर्मनिरपेक्ष ठाउँमा हिन्दू राष्ट्र नै रहिरहन्छ, तबसम्म सबै धर्मावलम्बीहरूलाई एउटा चाहिँ आफ्नो धर्मको बारेमा आभास हुँदैन। अनि त्यसपछि लोकतन्त्रको नाममा चाहिँ राजतन्त्र रहन्छ। जबसम्म त म यो राजतन्त्र नेपालमा रहन्छ तबसम्म के त भन्दा यहाँका मूलवासी मंगलहरूले यसरी आफ्नो आवाज बुलन्द गर्न पाउँदैन भन्ने कुरा महामानविक पुरुष डाक्टर गोपाल गुरुङज्यूलाई थाहा भएको कारणले उहाँले राजतन्त्रको ठाउँमा लोकतन्त्र आउनुपर्छ, त्यसपछि यो एकीकृत सरकारको ठाउँमा प्रान्तीय सरकार आउनुपर्छ, हिन्दू राष्ट्रको ठाउँमा धर्मनिरपेक्ष आउनुपर्छ भनेर आवाज उठाउने व्यक्तित्व भनेको महामानविक पुरुष डाक्टर गोपाल गुरुङज्यू मात्र हो। तर आज मंगल नेशनल अनासनको एजेन्डा चोरेर मंगल नेशनल अनासनका महामानविक पुरुष डाक्टर गोपाल गुरुङज्यूले लोकतन्त्र र धर्मनिरपेक्ष र प्रान्तीय सरकार बोल्दाको आवाज उठाउँदै गर्दाखेरि यहाँका 20% हिन्दू आर्य शासकहरूले गुरुङको छोराले बन्दुक समाउनु पर्ने, गुरुङको छोरा लाउरे हुनुपर्ने कसरी उछिटेर राजनीतिमा आयो। तपाईँ हामीले अहिले राष्ट्रपति मान्दै आएको, तपाईँ हामीले धेरै पटक भोट जिताएको रामचन्द्र पौडेलले त्यो गुरुङलाई टुक्रा टुक्रा चौटा चौटा पारेर गिद्धलाई खुवाउनु भन्नेसम्म भ्याउने रामचन्द्र पौडेल आज मंगल नेशनल अनासनको लोकतन्त्र र धर्मनिरपेक्ष र प्रान्तीय सरकार अन्तर्गत रहेर आज राष्ट्रपति पोस्टमा बसेको छ। तपाईँ हामीले प्रधानमन्त्री मान्दै आएको केपी शर्मा ओलीले नेपालमा लोकतन्त्र आउनु र बैलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनेर भाषण दिने आज त्यो केपी ओली भने बाहुन चाहिँ आज कहाँ छ त भन्दा यो लोकतन्त्रको एउटा विधि अनुसार ऊ चाहिँ अहिले के हुँदैछ त भन्दा नेपालको चाहिँ एउटा प्रधानमन्त्री पोस्ट खाएको छ। आज लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार मंगल नेशनल अनासनले ल्याएको, नेपाल मंगल नेशनल अनासनले स्थापित गरेको, तर आज अरू राजनीति पार्टीले यसको जस लिन खोज्दैछ। के भन्छ? कांग्रेसले लोकतन्त्र र धर्मनिरपेक्ष र प्रान्तीय सरकार हामीले बोलेको हो भन्छ, कहिले पनि बोलेन। अहिले पनि कांग्रेसले भित्र रूपमा राजतन्त्र चाहन्छ, हिन्दू राष्ट्र चाहन्छ। तपाईको शंकर भण्डारी उता 1 नम्बरबाट जितेर जाने शंकर भण्डारीलाई हेर्नुस्, अहिले पनि हिन्दू राष्ट्रको नेतृत्व गरिराखेको छ उसले। अनि त्यसपछि अहिलेको चाहिँ तपाईँ हामीले देख्दै गरेको एमाले पनि यो लोकतन्त्र र धर्मनिरपेक्ष र प्रान्तीय सरकारको लागि बोलेको छैन, माओवादीले पनि यसको लागि बोलेको छैन। तर के हो त भन्दाखेरि यो लोकतन्त्र र धर्मनिरपेक्ष र प्रान्तीय सरकारको लागि आवाज उठाउँदा नेपालका मूलवासी र मंगलहरूको देश हो यो भनेर आवाज निकाल्दाखेरि मंगल नेशनल अनासनका महामानविक पुरुष डाक्टर गोपाल गुरुङज्यूले 3 वर्ष भद्रगोल जेल 5 वर्ष भूमिगत जीवन बिताउनु परेको छ। त्यसकारणले हामीले के भनिराखेका छौं भन्दा नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार बाहेक अब अरू कुनै पनि तन्त्र अब नेपालमा आउन सक्दैन। हिजो अस्ति मात्रै के आयो त भन्दाखेरि राजतन्त्रको कुरा आयो। अब नेपालमा यो लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार काम छैन। अब यो चाहिँ लोकतन्त्र काम छैन, यो अभाव सिद्ध भयो, धेरै राजाहरूलाई पाल्नु पर्ने भयो। अब नेपालमा लोकतन्त्र होइन, अब राजतन्त्र चाहिन्छ भनेर केही राजतन्त्रका झुण्डहरू काठमाडौँमा गएर राजा ल्याउनको लागि, राजतन्त्रको लागि आन्दोलन गर्न गयो। अब तपाईँ हामीले के बुझ्नुपर्छ त भन्दा लोकतन्त्र र धर्मनिरपेक्ष र प्रान्तीय सरकार ल्याउनको लागि महामानव डाक्टर गोपाल गुरुङज्यूले निकै ठुलो त्याग, तपस्या र बलिदान गर्नुभएको छ। उहाँको चाहिँ लगानी छ त्यसको लागि।
त्यसकारणले अब चाहेर पनि यहाँका 20% हिन्दू आर्य शासकहरूले लोकतन्त्र र धर्मनिरपेक्ष र प्रान्तीय सरकारको ठाउँमा हिन्दू राष्ट्र र राजतन्त्र अब कहिले पनि आउन सक्ने छैन, आउँदैन पनि। हामीले के भनिराखेका छौँ, ठक्कका साथ भनिराखेका छौँ, अब नेपालमा लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीय सरकारको विकल्पमा अब कुनै पनि तन्त्र आउँदैन। यो तन्त्र चाहिँ यहाँका मूलवासी मंगलहरूलाई मालिक बनाउने तन्त्र हो। अघि नै मैले भने हामी चाहिँ एउटा राजनीतिक रूपमा पनि हामी पछाडि नै छौँ, त्यस्तै गरी धार्मिक रूपमा पनि हामी पछाडि नै छौँ, शैक्षिक रूपमा पनि हामी पछाडि नै छौँ। शैक्षिक रूपमा पनि तपाईँ हाम्रो अधिकार खोसिसकेको छ, लुटिसकेको छ। शैक्षिक रूपमा तपाईँ हामीले ख्याल गर्नुपर्ने कुरा के छ भन्दाखेरि आज सरकारी तहहरूमा एकपटक तपाईँ हामीले हेरौँ, सरकारी कर्मचारीहरू हेरौँ, तपाईँको अस्पतालदेखि स्कुलदेखि सरकारी कार्यालयहरूमा हेऱ्यो भने आज सबै ठाउँमा के छ त भन्दा बाहुन छेत्री भरिएको छ। यो किन भयो त भन्दाखेरि तपाईँ हामीलाई पनि शैक्षिक रूपमा पनि उनीहरूले लुटेको छ। तपाईँ हामीलाई किताबमा के भने पढाउँछ, राजनीति गर्नु हुँदैन, राजनीति भनेको फोहोरी खेल हो भनेर भनिदिन्छ। तर उनीहरूले के गर्छ त भन्दा भित्र चाहिँ के राखेको अवस्था छ, राजनीति गरिराखेको छ। उनका छोराछोरीलाई डाक्टर बनाइराखेको छ, उनको छोराछोरीलाई एउटा चाहिँ इन्जिनियर बनाइराखेको छ, उनको छोराछोरीलाई मास्टर बनाइराखेको छ, उनको छोराछोरीलाई नेता बनाइराखेको छ। तर तपाईँ हामीलाई चाहिँ के भनिन्छ, राजनीति गर्नु हुँदैन, राजनीति भनेको फोहोरी खेल हो भनेर तपाईँ हामीले पढ्ने गरेको पाठ्यक्रममा हाम्रो कलिला बच्चाहरूको दिमागमा चाहिँ राजनीति गर्नु हुँदैन भनेर घुसाइदिएको छ। त्यसकारणले तपाईँ हामीले चाहिँ यो उनीहरूको उल्टो फर्मुला बुझ्नुपर्छ। किन चाहिँ त्यसो भनिरहेछ र उनीहरूले आज 70, 80, 74, 75 वर्षको उमेरमा पनि आज उनीहरूले फेरि किन राजनीति गरिरहेछ भन्ने कुरा तपाईँ हामीले बुझ्नुपर्ने समय आएको छ। तपाईँ हामी आज यहाँ 80% हुँदै पनि जुन कि तपाईँ हाम्रो हातमा यो देशको राजनीति ताला चाबी चाहिँ तपाईँ हाम्रो हातमा हुनुपर्ने, तर आज विडम्बनाको कुरा के छ भन्दा 20% हिन्दू आर्य शासकहरूको हातमा के भएको छ त भन्दा यो देशको ताला चाबी चाहिँ उनीहरूको हातमा भएको कारणले तपाईँ हामी आज यो हविगत भएको। आज तपाईँ हामी किन गरिब भयौं भन्दाखेरि तपाईँ हामी राजनीति रूपमा चेतनशील नभएर आज गरिब भयो। तपाईको यो देशलाई समृद्ध बनाउनको लागि, यो देशलाई हराभरा बनाउनको लागि, यो देशलाई चाहिँ हराभरा र हरियाली बनाउनको लागि, तपाईँ हामीले सबैजनाले अधिकार पाउनको लागि, अस्तित्व पाउनको लागि तपाईँ हामीले राजनीति नै गर्नुपर्छ। तपाईले बेसरी नाच्न जानेर पनि यो देशको ताला चाबी लिन सक्नुहुन्न। तपाईँ बेसरी चाहिँ गाउन जानेर पनि यो देशको ताला चाबी लिन जान्नुहुन्न। तपाईँ बेसरी धनी अरबपति करोडपति भए पनि यो देशको ताला चाबी तपाईँले ल्याउन सक्नुहुन्न। यो देशको ताला चाबी ल्याउनको लागि र यो देशलाई कस्तो बनाउने र यहाँ यो देशका 80% मूलवासी मंगलहरूलाई चाहिँ कस्तो ठाउँमा लगेर राख्ने भन्ने कुरा राजनीतिमा हुन्छ। आज यो राजनीतिमा मात्रै सम्भावना भएको कारणले तपाईँ हामीले गीत गाएर पनि यो देश परिवर्तन हुँदैन, तपाईँ हामीले खेतीपाती गरेर पनि यो देश परिवर्तन हुँदैन, तपाईँ धनी भएर पनि यो देश परिवर्तन हुँदैन, तपाईले चाहिँ के त नाच्न जानेर पनि यो देश परिवर्तन हुँदैन। तपाईँ हामीले के चाहिँ जानुपर्छ भन्दा भोट हाल्ने ठाउँ र अनि त्यसपछि राजनीति बुझ्नुपर्छ। फेरि राजनीति गर्नुपर्ने रहेछ भनेर कांग्रेस एमाले माओवादीको चुनाव चिन्हमा भोट हाल्यो भने के हुन्छ थाहा छ? अहिलेसम्म के भयो थाहा छ? के भयो? अहिलेसम्म के भयो? तपाईँ हामीलाई केही भएको छैन जस्तो लाग्छ? भएको छ। के भएको थाहा छ? तपाईँ हामी हली गोठाला भयो अनि हिन्दू आर्य शासक बाहुन छेत्री के भयो? मालिक भयो। उनीहरू चाहिँ सुकिला मुकिला भए, तपाईँ हामी ख्याउटे मात्र भए। भएको यही होइन? हुन त भएको छ नि त। परिणाम त आउँछ नि त, सकारात्मक नकारात्मक परिवर्तन आउँछ। तपाईँ हामीलाई के पनि भएन, तर उनीहरू चाहिँ के भएको छ? सुकिला मुकिला भएको छ नि त, होइन र? हो, त्यस कारणले तपाईँ हामीले मसँग सम्पत्ति कति छ भन्ने कुरा त्यो मतलब राख्दैन।
तपाईसँग सम्पत्ति कति छ भन्ने कुरा यहाँको शासकहरूले ख्याल गर्दैन, तर तपाईसँग राजनीति चेतना कति छ भन्ने कुरा यहाँको शासकहरूले चाहिँ ख्याल गरिराख्छ। तपाईँ चिल्लो कारमा हिँड्नुहोस्, यहाँको शासकहरूलाई मतलब हुँदैन। तपाईको ठुलो महल बनाएर बस्नुहोस्, दरबारमा बस्नुहोस्, सुकिला मुकिला भएर बस्नुहोस्, तर त्यो कुराले यहाँको आर्य शासकहरूलाई केही पनि असर गर्दैन। तर तपाईमा राजनीति चेतना कति छ भन्ने कुरा चाहिँ विशेष गरी त्यसले महत्त्व राख्छ। के गर्छ कहिलेकाहीँ कांग्रेसले एमालेलाई माओवादीले एमालेलाई गाली गरेको जस्तो गरेर भाषण गर्छ। वास्तवमा कांग्रेस एमाले माओवादी जेसुकै भने पनि त्यो के हो त भन्दा हिन्दू आर्य बाहुन क्षेत्रीहरूलाई नै शासक बनाउने राजनीति पार्टी भएको कारणले उले के सोच्छ, यो यिनीहरू चाहिँ अब नेपालका 80% मूलवासी मंगलहरूले चुनाव चिन्ह कुखुराको भाले रोज्दैछ कि हँसे आठौडा अनि त्यसपछि रुख रोक्दैछ भन्ने कुरा उनीहरूले ख्याल गरिराखेको हुन्छ। जबसम्म तपाईँ हामीले उनीहरूले कांग्रेसबाट एमालेमा जाँदा पनि केही फरक पर्दैन, एमालेबाट माओवादीमा तपाईँ हामी जुनसुकै पार्टीमा गए पनि केही फरक पर्दैन उनीहरूलाई। किन त उनीहरू त के गर्छ, एक ठाउँबाट नउठे अर्को ठाउँबाट उठ्छ, शासन सत्तामा जान्छ। तर तपाईँ हामीले चाहिँ चुनाव चिन्ह कुखुराको भालेलाई मात्र रोज दिनुस् त, उनीहरूको शासन सत्ता कहाँ हुन्छ, यो रोडमा हुन्छ। बुझ्नुभयो नि? तपाईँ हामीले चुनाव चिन्ह कुखुराको भाले मात्र रोज दियो भने उनीहरूको शासन सत्ता कहाँ हुन्छ, यो रोडमा हुन्छ। तपाईँ हाम्रो शासन सत्ता कहाँ हुन्छ, माथि हुन्छ हैन, नीति नियम बनाउने ठाउँमा हुन्छ। हामीले कसरी चाहिँ यो देशको विकास गर्ने, यो रोड कसरी बनाउने, आज फेरि तपाईलाई लाग्न सक्छ यो रोड बन्यो नि त, अब त रोड बन्यो, घर घरमा गाडी पुग्यो, धारा पुग्यो, बत्ती पुग्यो भनेर हामी रमाउँछौँ। के तपाईँ हाम्रो अधिकार त्यही हो? म एउटा कुरा सोध्न चाहन्छु, तपाईहरुको यो गाडी, यो यहाँ गाडीको लागि रोड आयो, तपाईसँग चलाउने गाडी घोडा छ कि छैन? तपाईसँग चलाउने कार छ कि छैन? कार छ, रोड आयो, कार छ तपाईसँग? कार छैन भने यो रोड के काम त तपाईँ हामीलाई, हो कि होइन? अनि बाइक घोडा छैन, के काम त यो रोड आएर, हो कि होइन भन्नुहोस् त? हो, तपाईँ मंगल नेशनल अलायन्सको राजनीति भनेको रोड सँगसँगै तपाईँ हामीको कार हुन पर्यो, बाइक हुन पर्यो, अनि त्यससँग फेरि कार र बाइक मात्र भएर भयो त पानी हालेर आउँछ? हो, तेल पेट्रोल डिजेल हाल्नको लागि फेरि रोजगार हुन पर्यो नि त, हैन? जागिर चाहियो नि त। फेरि जागिर ल्याउनको लागि चाहिँ के गर्न पर्यो, उद्योग कारखाना धन्दाहरू हैन खोल्न पर्यो नि त। नेपालको हिन्दारे शासकहरूले के गर्छ, भएको राजनीति उद्योग अलिकति भएको उद्योगहरू पनि बेचेर तपाईँ हाम्रो छोराछोरी कहाँ गएको छ, पासपोर्ट बोकेर आज खाडी मुलुकमा पुगेको छ। यत्रो बच्चाहरूलाई छोडेर रुने ठाउँ कहीँ नपाएर विमानस्थलमा गएर रोएर टिकटकमा हालेर रोएर विदेश जान्छ हाम्रो मान्छे। त्यो कसले बाध्य बनायो? तपाईँ हामीले भोट हालेको मान्छेले बाध्य बनाएको होइन। तपाईँ हामीले चाहिँ कहिले छोड्न नसक्ने छेपारोले घोचा समाते झै समातेर बसेको राजनीति पार्टीले पुर्याएको होइन, हो कि होइन? अब त छेपारोले घोचा समाते जस्तो बसेर समातेर बस्न त भएन नि त। त्यो पार्टीले गर्दैन भने तपाईँले परिवर्तन गर्न सक्ने हिम्मत हुनुपर्छ। फेरि परिवर्तन गरेर कांग्रेसबाट एमालेमा गएर त हुँदैन है, फेरि आउनु पर्यो, मंगलमा आउनु पर्यो क्या। जबसम्म मंगल नेशनल अलायन्सले अथवा चुनाव चिन्ह कुखुराको भालेले यो देशमा शासन सत्ता चलाउँदैन नि, तबसम्म तपाईँ हाम्रो जिन्दगी यस्तै हो। तपाईँ हामी एउटा सिक्री लाउँदैमा घमण्ड गर्छौँ, मसँग यति 2 टोलाको सुन्छ भन्छ, त्यो होइन। एउटा घर बन्दैमा, एउटा घडेरी हुँदैमा तपाईमा घमण्डपन आउँछ, त्यो होइन। अस्ति मात्र दक्षिण कोरियामा आज हेर्नुहोस्, दक्षिण कोरिया भन्ने देश यति विकसित देश हो कि त्यो देश दक्षिण कोरिया भन्ने देश, त्यो देशमा गाडी गुड्दाखेरि, दक्षिण कोरिया भन्ने देशमा गाडी गुड्दाखेरि गाडीमा चिया राखे पनि नपोकिने ठाउँ हो त्यो ठाउँ। त्यस्तो खालको विकसित भएको देश हो त्यो ठाउँ। तर अस्ति भर्खर मात्रै त्यहाँको राष्ट्रपतिले के गर्यो त भन्दाखेरि सैनिक शासन गर्न लागेको थियो। उनीहरूको सबैको हातमा रोजगार छ, सबैको हातमा चाहिँ के छ, कार छ। त्यहाँको चाहिँ मान्छेलाई रोजगार दिँदा पनि धेरै भएर, काम धेरै भएर आज 16-17वटा देशबाट इपिएस मार्फत चाहिँ त्यो देशमा के गर्न लाग्छ, काम गर्ने कामदार लाग्छ। हाम्रो नेपालीहरू पनि कति गएको छ,
नेपालीले त्यहाँ गएर 2 लाख 3 लाख रुपियाँ पैसा कमाउँछ। त्यस्तो ठाउँमा अस्ति भर्खरै मात्रै 3-4 महिना अगाडि त्यहाँको राष्ट्रपतिले के गर्यो भन्दा सैनिक शासन कु गर्न लाग्यो। सैनिक शासन कु गर्न लाग्दाखेरि के गर्यो त त्यहाँको जनताहरूले हामीलाई यो शासन आवश्यकता छैन भनेर के गर्यो, सबैजना आन्दोलन गर्न रोडमा आयो, आन्दोलन गर्यो, जताततै आन्दोलन चर्कायो। अनि त्यसपछि के भयो त भन्दा त्यो राष्ट्रपतिलाई चाहिँ निलम्बित पनि गर्यो। अहिले अब जुन 10 मा चाहिँ त्यहाँ अब राष्ट्रपतिको लागि फेरि चुनाव हुँदैछ। तर तपाईँ हामी यहाँ त्यो बाहुन छेत्रीले जेसुकै गरोस्, जसो जसो बाहुन बाजे उसो उसो स्वा भनेर चाहिँ बसिया छ। अनि तपाईँ हामी आज यो ठाउँमा नपुगेर को पुग्छ? किन भन्दा तपाईँ हाम्रो सम्पत्ति भन्दा पनि ठुलो, तपाईँ हाम्रो जग्गा जमिन भन्दा पनि ठुलो, सबभन्दा ठुलो कुरा भनेको अधिकार हो, अस्तित्व हो। त्यसकारणले हामीले अधिकारको लागि, अस्तित्वको लागि एकपटक तपाईँ हामीले संकल्प गर्नुपर्छ। अब हामी एकपटक चाहिँ मङ्गल नेसनल अर्गनाइजेसनलाई सहयोग गर्नुपर्छ। तपाईँ हामीले मङ्गल नेसनल अर्गनाइजेसनमा खेती गर्नुपर्छ। तपाईँ हामीले गरेको खेती के भयो अहिलेसम्म गरेको खेती भन्दा हिन्दू आर्य शासक बाहुन छेत्रीहरूको मात्रै भकारी भर्यो। तपाईँ हामी सधैँ रित्तोको रित्तो, एक छाक खानाको लागि फेरि खेतालै जानुपर्ने त्यो खालको कन्डिसन आयो होला। तपाईँको बजारमा एउटा घर होला, 3 तोला सिक्री होला, एउटा बाइक घोडा होला, त्यो के पनि होइन। किन त भन्दा तपाईँ हामी पहिला चाहिँ मङ्गोल भन्ने अस्तित्व स्वीकार्न सक्नु पर्यो। मङ्गोल र मूलवासी भन्ने शब्दले यहाँका 80% मूलवासी मङ्गोलहरूको भावी आउने सन्ततिहरूको चाहिँ उज्जवल भविष्य चाहिँ बनाउँछ। अहिले म यहाँ साना साना नानी बाबुहरू दौडिराखेको देखेको छु। सुरुमा जन्मिँदाखेरि भर्खर जन्मिँदाखेरि मङ्गोलको छोरछोरीहरू हेर्नुहोस् त, फक्रिन लागेको कमलको फुल जस्तो जन्मिन्छ हो कि होइन भन्नुहोस् त। हेर्नु न कति राम्रा राम्रा छ हाम्रो मङ्गोलको छोरछोरीहरू। अनि भोलि पर्सि अलि तपाईँ हाम्रो उमेरमा हेर्नुहोस् त फेरि के भयो, च्याउरी परेको छ होइन। किन यस्तो भयो त भन्दाखेरि तपाईँ हामी जन्मिँदाखेरि कमलको फुल जस्तो फक्रिएर जन्मिन्छौँ। तर तपाईँ हामी जब मर्ने बेलासम्म पुग्दा के गर्छ, यहाँको राजनीति पार्टी, यहाँको संस्कारले तपाईँ हामीलाई चुसी होइन, तपाईँ हामी टप्पी भरे के खाने, भोलि के खाने, पर्सि के खाने भन्दै सोद्धा दिमाग ह्याङ हुन्छ। अनि दिमाग ह्याङ भएर के हुन्छ, कोही प्रेसर हाई भएर मर्छ, कोही लो भएर मर्छ, कोही खन्च्याङ गरेर हिँडेछ। यो सबै कसले बनायो भन्दा यो देशको सरकारले, यो देशमा चाहिँ शासन सत्तामा रहेको राजनीति पार्टीले, यो देशमा रहेको के अरे सरकारले चाहिँ तपाईँ हामीलाई आज यो अवस्थामा यो ठाउँमा पुर्याएको छ। अब पनि बुझेन भने तपाईँ हामीले त अब तपाईँ हाम्रो श्रीमानहरू, तपाईँ हाम्रो छोराछोरीहरू, तपाईँ हाम्रो बुहारीहरू आज अरू देशमा गएर भए पनि तपाईँ हामीले खाना पाएका छौँ। अब साम्राज्यवादीहरूको हातमा यो शासन सत्ता रहँदासम्म तपाईँ हाम्रो अवस्था भनेको यही हो। मैले अघि नै भने अस्ति मात्रै नेपालमा राजतन्त्र फर्काउँछु भनेर एउटा राजाको आन्दोलन चर्किँदै गर्दाखेरि मङ्गल नेसनल अर्गनाइजेसनले के भनेको छ भन्दा अब देशमा राजतन्त्र कहिले पनि आउँदैन। किन भन्दा यो नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार ल्याउनको लागि महामानविक पुरुष डाक्टर गोपाल गुरुङको ठुलो त्याग तपस्या छ। अब यो देशमा बाहुन छेत्रीले चाहँदैमा र बाहुन छेत्रीको राजनीति पार्टीले चाहँदैमा नेपाल अब हिन्दू राष्ट्र र राजतन्त्र फर्किँदैन भन्ने कुरा हामीले हरेक कार्यक्रममा भनिआएका छौँ। र अबको माहौल हेर्दाखेरि अब त्यो फर्किन सक्ने सम्भावना पनि छैन। त्यसकारणले चाहिँ अब देशमा चाहिँ अब एउटा मङ्गल नेसनल अर्गनाइजेसनले अब चाँदै नै आफ्नो शासन सत्ता सम्हाल्दैछ। मङ्गल नेसनल अर्गनाइजेसन एउटा रहस्यमय लडाइँ लडिराखेको छ। मङ्गल नेसनल अर्गनाइजेसनको लडाइँ भनेको रहस्यमय राजनीति लडाइँ भएको कारणले अब निकट भविष्यमै मङ्गल नेसनल अर्गनाइजेसनले आफ्नो शासन सत्ता, आफ्नो सरकार बनाउँदैछ। त्यसकारणले यो ऐतिहासिक कार्यक्रममा पनि, यो ऐतिहासिक कुरामा यहाँहरू कोही पनि छुट्नु हुँदैन। भोलिको दिनमा सबैको नाम मङ्गल नेसनल अर्गनाइजेसनमा शासन सत्तामा पुर्याउनको लागि यसले चाहिँ फल्नाले भूमिका खेलेको छ भन्ने खालको चाहिँ तपाईँहरूको नाम पनि यो ऐतिहासिक कार्यक्रममा कहिले पनि छुट्नु हुँदैन। मैले अघि नै भने यतिखेर मङ्गल नेसनल अर्गनाइजेसनलाई झोताएर हाने छ। नेपालमा रहेको आज कतिवटा राजनीति 100 भन्दा बढी राजनीति पार्टी छ।
त्यो सबैभन्दा राजनीतिक पार्टी सबै मंगल नेशनल अलायन्सको विरुद्धमा छ। किन मंगल नेशनल अलायन्सको विरुद्धमा छ त भन्दा मैले अघि नै भने मंगल नेशनल अलायन्सले मात्रै तपाईँ हामीलाई यो देशमा मालिक बनाउँछ। कहिले पनि नबनेको राष्ट्रपति प्रधानमन्त्री नाक ठेप्चेर आँखा चिम्से त्यो ठाउँमा जान्छ। आज तपाईँ हामी मंगल हो अनि मालिक हो नाक ठेप्चे हो भन्यो भने निच्च पर्छ। पहिला मेरो बाबालाई पनि मलाई चाहिँ तिमी कसको छोरी हो भन्यो भने मेरो बाबुको नाम भन्यो भने कसैले चिन्दैन क्या। म बलबहादुरको छोरी हो कान्छी छोरी हो भन्यो भने मलाई चिन्दैन। घर कहाँ हो भन्यो भने ज्याबिरे भन्छ। त्यसो हो भने नेप्टेको छोरी हो तिमी भन्छ क्या मलाई। मेरो बाबुलाई नेप्टे भने सबैले चिन्छ। मलाई पहिला यो मंगलको दर्शनमा आउँदाखेरि नेप्टे भन्दा त म नेप्टे भन्नेमा नेप्टे नै भन्नुपर्छ त मेरो बाबुलाई भने जस्तो लाग्थ्यो क्या। नेप्टे हुँदैमा नेप्टे भन्ने हो त, कालो हुँदैमा काले भन्ने हो त जस्तो लाग्थ्यो। तर अहिले आएर चाहिँ जब मैले मंगल नेशनल अलायन्सको दर्शन बुझे अनि त्यसपछि नेप्टे भन्ने कुरा चाहिँ नेप्टेहरू त यो देशको मालिक रहेछ नि भन्ने कुरा थाहा पाएँ। अहिले चाहिँ सबैले सोद्धाखेरि तिमी कसको छोरी हो भन्दाखेरि मेरो बाउको नाम म भन्दिनँ, म बलबहादुर आलेको छोरी हो भन्दिनँ। मैले के भन्छु, म त ज्याबिरेको नेप्टेको कान्छी छोरी हो भन्छु मैले गर्वका साथ। किन भन्दा नेप्टेहरू भनेको चाहिँ यो देशको मालिक रहेछ नि त। त्यस कारणले मलाई अहिले नेप्टे चिम्से भन्दाखेरि मंगल भन्दाखेरि मूलवासी भन्दाखेरि निकै चाहिँ हामीलाई के हुन्छ, मन खुसी हुन्छ। किन भन्दा यो देशको मालिक भनेको त यो देशको मंगल र मूलवासी रहेछ नि त हैन। त्यस कारणले चाहिँ के हुन्छ भन्दा गर्व लाग्छ। अलिकति समयको पनि पाबन्दी छ। तपाईँ हाम्रो भाग्य रेखा कोर्नको लागि के बनाउँछ भन्दा संस्कारगत कुराहरू अघि पनि भाइले गाईको मुट र गु खुवाको कुराहरू पनि गइसक्यो। किन भन्दाखेरि संस्कारगत हिसाबमा पनि हामी अलिकति माथि नै उठ्नुपर्छ। किन भन्दा हिजोको दिनमा तपाईँ हामीलाई एउटा कुरा थाहा छ, तपाईँ हामी भाग्य बनाउन कहाँ जान्छौँ? तपाईँ हामी भाग्य बनाउन कहाँ जान्छ एकपल्ट भनिदिनुहोस् न। तपाईँ हामी भाग्य खोज्नको लागि मन्दिर जान्छौँ हो कि होइन? हो, तपाईँ हामी भाग्य बनाउन मन्दिर जान्छौँ तर मन्दिर गएर भाग्य बन्दैन। आफ्नो भाग्य यो देशका मूलवासी मंगलहरूको भाग्य कसले कोरिदिनु पर्छ भन्दा यो देशको शासकहरूले कोरिदिनु पर्छ। यो देशको शासक तपाईँ हाम्रो भाग्य कसले चम्काउने भन्दा यहाँ माथि गएर देवी थानमा गएर तपाईँ हाम्रो भाग्य बन्दैन। छाप्री मन्दिरमा गएर तपाईँ हाम्रो भाग्य बन्दैन। मनकामना मन्दिरमा कालो बोका चढाउनेमा तपाईँ हाम्रो भाग्य बन्दैन। भाग्य कसले बनाइदिनु पर्छ भन्दा यहाँको सरकारले बनाउनु पर्छ। तबसम्म तपाईँ हामीलाई भाग्य बनाउने सरकार अहिलेसम्म तपाईँ हामीले भोट हालेको छैन। तपाईँ हामीले भाग्य बनाउने सरकार अहिलेसम्म तपाईँ हामीले चुनेकै छैन। अनि तपाईँ हाम्रो भाग्य बन्छ अनि के गरिदिन्छ? यहाँको आर्य शासकहरूले सरकारले के गर्छ? ठाउँ ठाउँमा मन्दिर बनाइदिन्छ अनि ढुङ्गा राखिदिन्छ। अनि ढुङ्गा राखेर के गर्छ? त्यो मन्दिरमा गएर परेवा उडायो भने तिम्रो भाग्य बन्छ, तिम्रो छोरा विदेश उठ्छ भन्छ। अनि त्यसपछि हामी त्यहाँ गएर के गर्छौँ? परेवा चढाउँछौँ। परेवा चढाउनेमा हाम्रो भाग्य बन्छ। मन्दिरमा गएर पूजा गर्यो भने तपाईँ हाम्रो भाग्य बन्छ भनेर मन्दिरतिर पठाइदिन्छ। अनि उनीहरू भाग्य बनाउन के गर्छ थाहा छ? उनीहरू भाग्य बनाउनको लागि राजनीति गर्छ। उनीहरू आफ्नो भाग्य बनाउनको लागि पढ्छ। अनि तपाईँ हामी चाहिँ भाग्य बनाउनको लागि साउदी, कतार, मलेसिया पुग्छ। भाग्य बनाउनको लागि मन्दिर पुग्छ। फरक यही त छ। तपाईँ हामीलाई दिएको शिक्षा भनेको यही हो। अब तपाईँ हामीले भाग्य बनाउने, तपाईँको भाग्य बनाउने, तपाईँको छोरछोरीको भाग्य बनाउने हो भने तपाईँ हामीले राजनीति गर्न जरुरी छ। जसको हातमा राजनीति पावर हुन्छ उही मान्छे के हुन्छ? धनी बन्छ। जसको हातमा राजनीति पावर बन्छ त्यही समुदायको मान्छे धनी हुन्छ। आज तपाईँ हाम्रो राजनीति हातमा पावर छैन अनि तपाईँ हामी गरिब भयो। आज 20% हिन्दू आर्य शासकहरूको हातमा राजनीति पावर छ। सरकारीदेखि पिएन हाकिमसम्म, मन्त्रीसम्म, पिएनदेखि मन्त्रीसम्म उनीहरूका मान्छे छन्। किन छन् त भन्दा उसको हातमा राजनीति पावर छ। जसको हातमा राजनीति पावर छ त्यही समुदाय सम्पन्न बन्ने भएको कारणले आज उनीहरू राजनीति गर्न छोड्दैन। अस्ति नै भोट माग्न हिँड्दाखेरि तपाईँहरूले पनि देख्नुभयो होला, यो क्षेत्र नम्बरबाट को उठ्यो, उताबाट को उठ्यो,
त्यतिखेर भोट माग्ने हिँड्ने बेलामा भोट माग्न हिँड्न नसकेर कार्यकर्ताहरूले यता र यताबाट समातेर हिँडेको थियो उम्मेदवारलाई। त्यस्तो अवस्थामा उसले किन राजनीति गरेछ भन्दा यो देशको ताला चाबी र त्यो आफ्नो नागरिकलाई अथवा आफ्नो सन्तानलाई मालिक बनाउने पावर भनेको राजनीतिमा भएको कारणले उसले के गर्छ? राजनीति गर्छ। तपाईँ हामीले पनि राजनीति त गरे हो नि। तपाईँ हाम्रो छोराछोरी कहाँ छ? 10,000 9,000 महिनाभरि पढायो महिनाभरि काम गर्यो 10,000 5,000 तर पाउने ठाउँमा घुसाइदिन्छ। अनि के गर्छ? कांग्रेस एमाले माओवादीका झोलेका तपाईँ हाम्रै भाषा बोल्ने, तपाईँ हाम्रै चाल चलन गर्ने, तपाईँ हाम्रै अनुहार भएको मान्छेले मेरो छोराछोरीलाई त मेरो छोरालाई त कांग्रेसले त्यहाँ जागिर खुवाइदिएछ, म त बोल्नै मिल्दैन भन्छ हैन। माओवादीले यो रोड बनाइदिएको कि म त बोल्नै मिलेको छैन के यतिखेर हैन। एमालेले मलाई त्यहाँदेखि त्यहाँको ठेक्का पट्टा दिएको छ क्या 3 किलोमिटर, म त यतिखेर बोल्न मिल्दैन। त्यही हो, तपाईहरु सम्पन्न भयो 3 किलोमिटरको ठेकदार भन्दैमा तपाई हामी सम्पन्न हुन्छ हुँदैन हो। त्यस कारणले चाहिँ आज यो डाक्टरको कोटा आउँछ, वर्षै पछि अरु देशबाट डाक्टरको कोटा आउँछ, इन्जिनियरको कोटा आउँछ, वर्षै पछि के आउँछ? यो चाहिँ तपाईको हरेक ठाउँको कोटा आउँछ, डाक्टर इन्जिनियर पाइलटको कोटा आउँछ। त्यो कोटासम्म तपाई हाम्रो मान्छे नि पुग्दैन। डाक्टर पढाउन करोड रुपैयाँ जान्छ, तपाई हामीसँग करोड रुपैयाँ सम्पत्ति नै छैन। अनि हस्पिटलमा गयो भने तपाई हाम्रो अनुहारको मान्छे भेट्छ, हामीले भेट्दैन नि त हैन हो। त्यस कारणले जुनै पनि देशको सरकारले के चाहिँ जिम्मेवारी लिनुपर्छ भन्दा घाँस बाँस कपासको चाहिँ ग्यारेन्टी गर्नुपर्छ। अस्ति भर्खरै मात्र एउटा भुटानको एउटा चाहिँ कलाकारको चाहिँ इन्टरभ्यू आएको थियो। उले के भन्छ? हाम्रो भुटानमा त स्वास्थ्य पनि फ्री छ, शिक्षा पनि फ्री छ, सबै फ्री छ, ट्रिटमेन्टहरु सबै फ्री छ हाम्रो भुटानमा त भनेर इन्टरभ्यू दिइरहेको थियो। नेपालमा आएर एउटा चाहिँ के भन्छ, एउटा पत्रकारले सोधिरहेको थियो, उले त्यो खालको कुराहरु चाहिँ भनिराखेको थियो। तपाई हामीले चाहिँ के गर्न पर्यो? मैले अघि नै भने जस्तै मिर्गोला फेल भयो जान पर्यो हैन, आफन्तका कि त ज्यानै ट्याक्न पर्यो। यो कन्डिसन आएको छ, यो अवस्था आएको छ। त्यसैले अब हामीले अब शत्रु चाहिँ चिन्नु पर्छ, शत्रु को हो भनेर चिन्नु पर्छ। शत्रु नचिनिकन राजनीति गर्यो भने हारिन्छ। तपाई हामीले अहिलेसम्म कांग्रेस एमाले माओवादीमा गरेको राजनीति भनेको शत्रु नचिनेर गरेको राजनीति पार्टी हो। त्यसैले तपाई जहिले पनि हारेको हारेछ। जित भयो तपाईको? जित भएको छ? किन जितेन? किन हार्नु भयो तपाई? किन हार्यो आज हामी? किन हार्यो हाम्रो मंगलहरु? किन हार्यो हाम्रो सन्ततिहरु भन्दाखेरि आज तपाई हामीले आफ्नो शत्रु नचिनेर तपाई हामीलाई कंगाल बनाउने शत्रु राजनीति पार्टीको चाहिँ एउटा कार्यकर्ता भएर, वफादार इमानदार कार्यकर्ता भएकै कारणले आज यो स्थानमा यो ठाउँमा चाहिँ यसरी आउन परेको छ। अबको दिनहरुमा तपाई हामीले बुझ्न पर्यो, मंगल नेशनल अर्गनाइजेसनले चाहिँ यो देशमा नाक ठेक्चे राखा चिम्सेहरुलाई राजनीतिक रूपमा, आर्थिक रूपमा, शैक्षिक रूपमा, धार्मिक रूपमा सबै ठाउँबाट संस्कारगत रूपमा, सामाजिक तथा संस्कारगत रूपमा एउटा बलियो बनाउनको लागि पनि हामीले के गर्न पर्छ त भन्दा त्यो खालको अठोट लिएको छ। तपाई हामीले अब एक खालको चाहिँ बुझ्नु पर्ने, एक खालको सुन्नु पर्ने समय आएको छ। आज अघि पनि थोरै कुरा आएको थियो, अहिले के भन्छ? हाम्रो एमालेको प्रधानमन्त्री बन्नुपर्छ भन्छ, कांग्रेसको प्रधानमन्त्री हुँदा सरकार हुँदा, कांग्रेसको सरकार हुँदाखेरि माओवादीले के भन्छ? यो देश विकास हुनको लागि जनताको लागि लड्ने भनेको माओवादी हो, अब माओवादीले एकपटक सरकार बनाउनु पर्छ भन्छ। यहाँ सरकार त माओवादी एमाले र कांग्रेसले कतिपटक सरकार बनाइसक्यो। तपाईको चाइनाको सी जिनपिङ हेर्नु त, कतिपटक सरकार बन्यो चाइनाको सी जिनपिङले। आज चाइना भन्ने देश कुन ठाउँमा पुगिसक्यो? आज चाइना भन्ने देशले चाहिँ विश्वको मा चाहिँ एउटा सुपर पावर शक्तिको रूपमा चाहिँ आफूलाई उदयमान शक्तिको रूपमा र विश्वलाई लिड गर्ने ठाउँमा पुगिसक्यो। तर तपाई हाम्रो नेता चाहिँ के भन्छ? मलाई एकपल्ट चाहिँ हाम्रो सरकार बनाउनु पर्छ है भन्छ, जनतालाई गुहार्छ।
भोट हाले सरकार बनायो छैन। माछा माछा के भन्छ भ्यागुटो भने जस्तो होइन र, माछा माछा भ्यागुटो गरिदिन्छ। फेरि हाम्रो मंगलहरूको मन के हुन्छ, कमलो हुन्छ, इमानदारी हुन्छ, घात गर्नु हुँदैन, विकास गरेको छैन, तपाईँ हाम्रो अधिकारको लागि लडेको छैन भन्ने कुरा थाहा हुँदाहुँदै फेरि के गर्छ, अर्को चुनाव आयो भने फेरि इमानदारीपूर्वक फेरि आफ्नो इमानदारता देखाउनका लागि फेरि त्यसैमा गएर आँखा चिम्लेर भोट हालेको छ होइन। त्यस कारणले अब तपाईँ हामीले मंगल नेसनल अर्गनाइजेसनले गरेको राजनीति भनेको वैचारिक क्रान्ति हो। यो वैचारिक क्रान्तिमा तपाईँ हामी सबैजना सहभागी हुनुपर्छ र आफ्नो विचार आफ्नो क्रान्ति उड्याउनको लागि तपाईँ हामीले कार्यमा सभामा महामानविक पुरुष डाक्टर गोपाल गुरुङज्यूले लेख्नु भएको पुस्तकहरू छ, त्यो पुस्तकहरू अध्ययन गर्यो भने मात्रै हामीले चाहिँ के गर्छ, हाम्रो हतियारहरू चाहिँ उड्याउन सक्छ, हाम्रो हतियार लाग्ने बनाउन सक्छ। तपाईँ एउटा कार्यक्रममा गयो, अर्को कार्यक्रममा सहभागी भएन, एउटा किताब पढ्यो, अर्को किताब पढेन भने तपाईँको हँसिया भुट्टो हुन्छ। भुट्टो भएपछि के हुन्छ, तपाईँ हामीले प्रहार गर्नुपर्ने कुरा, तपाईँ हामीले बोल्नुपर्ने कुरा, यहाँको शासकहरूलाई फर्काउने कुराहरू चाहिँ तपाईँ हामीले प्राप्त गर्न सक्दैन। त्यस कारणले तपाईँ हामीले चाहिँ हाम्रो हतियार उड्याउने भनेको मंगल नेसनल अर्गनाइजेसनको हतियार भनेको वैचारिक हतियार हो। हामीले हँसिया त्यसपछि यो के भन्छ कुटो कोडालो यो उड्याउनु पर्दैन, हामीले विचार उड्याउने हो। विचारबाट चाहिँ वैचारिक क्रान्तिको लागि चाहिँ हरेक कार्यक्रममा मंगल नेसनल अर्गनाइजेसनको हरेक कार्यक्रममा सहभागी हुनुपर्छ। त्यसैले मैले भनिराखेको छु अथवा मंगल नेसनल अर्गनाइजेसनले भन्दै आइरहेको कुरा के हो भन्दा महामानविक पुरुष डाक्टर गोपाल गुरुङज्यूले लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार ल्याउनको लागि उहाँले अनेकौं भुक्तमानहरू, अनेकौं दुःखहरू उहाँले सहनु भएको छ। उहाँले अनेकौं खालको चाहिँ पीडा सहनु भएको छ। भद्रकोट जेल बस्नु पर्यो, भूमिगत जीवन बिताउनु पर्यो। तपाईँ हाम्रै लागि महामानविक पुरुष डाक्टर गोपाल गुरुङज्यूले तपाईँ हाम्रै लागि त्यत्रो गरिसकेको कारणले अबको मंगलहरू अब तपाईँ हामीले जागेन भने, तपाईँ हामीले बुझेन भने अब तपाईँ हाम्रो अगाडि हिँडिराखेको बच्चाहरूले तपाईँ हामीलाई माफी माग्ने छैन, कुट्छ अब आउने बच्चाहरूले। किन भन्दा त्यो खालको चेतना, त्यो खालको चाहिँ एक खालको चेतना चाहिँ उनीहरूमा आइसकेको छ। त्यस कारणले पनि हामीले बुझ्नुपर्छ। अहिले मंगल नेसनल अर्गनाइजेसनको नेताहरूलाई हाम्रो गण्डकी प्रान्तीय सभाको कोषाध्यक्ष हुनुहुन्छ, उहाँले चाहिँ 79 सालको चुनावमा रिसिङ गाउँपालिकाको 6 नम्बर वडाबाट चाहिँ अध्यक्षमा चाहिँ चुनाव लड्नु भयो। यो बहिनीलाई देखेर चुनाव गराउन आउने अधिकृतहरूले के भने थाहा छ, यही उमेरमा राजनीति गरेर खुरुखुरु जाति नगरेर भन्छ। उसलाई किन मन पर्यो त भन्दाखेरि यो उमेरमै, यो सानो उमेरमै चाहिँ मंगलको राजनीति बुझ्यो भने त भोलि हाम्रो लागि खतरा छ, हाम्रो भविष्यको लागि खतरा छ, हाम्रो सन्तानको लागि खतरा छ भन्ने कुरा त्यो चाहिँ चुनाव गराउन आउने बाहुनहरूले बुझेको कारणले त्यस्तो उल्टो उल्टो खालको सल्लाह दिइराखेको अवस्था थियो। अनि बहिनीले पनि के भनेछ भन्दाखेरि म जागिर खाने ठाउँमा होइन, खुवाउने ठाउँमा, साइन गर्न जाने ठाउँमा चाहिँ जान लाएको भनेर जवाफ दिँदाखेरि त्यो बाहुनको मन कति पोल्यो होला है, एकपल्ट अनुमान गर्नुहोस् त, कति रोयो होला बिचराहरू होइन हो। त्यस कारणले उनीहरूले 450 वर्ष अगाडिदेखि तपाईँ हामीलाई लुटी खाएको, भुटी खाएको, तपाईँ हामीलाई चाहिँ सधैँ दासी बनाएर खाएको, उनीहरूको खाइपाइ आएको कुराहरू उनीहरूको चाहिँ त्योबाट चाहिँ उनीहरूको सम्पूर्ण राजनीतिक शासन सत्ताहरू तपाईँ हामीले खोसेर अब हाम्रो ठाउँमा चाहिँ अथवा त्यो ठाउँमा उनीहरूले जुन ठाउँमा उनीहरू बसेको छ त्यो ठाउँमा गएर भावी आउने सन्ततिहरूलाई चाहिँ यही देशमा आफ्नै मालिक बनाएर आफ्नै माटोमा रमाउने, एक घाँस खान र एक छाप लाउनको लागि विदेश जानुपर्ने जुन बाध्यता छ त्यो बाध्यतालाई रोक्नको लागि पनि अब मंगल नेसनल अर्गनाइजेसनमा जोडिन जरुरी छ। यो कुरा तपाईँले गाउँ गाउँमा पुर्याउन जरुरी छ। मंगल नेसनल अर्गनाइजेसनको नेता कार्यकर्ता गबु डाँडाको भीमबहादुर, गबु डाँडाको प्रेम बहादुर आएर सुनाउँछ यो कुरा होइन। अब मेरो पनि दायित्व हो, मैले पनि सुनाउनु पर्छ भनेर अठोट लिने पर्ने समय आएको छ। अब अन्तर्राष्ट्रिय राजनीतिले पनि अब के भनेको छ त भन्दा अब यहाँको हिन्दू आर्य शासकहरू धेरै वर्ष टिक्दैन भन्ने कुरा संकेत आइसकेको छ। हाम्रो लडाई भनेको यहाँको 20% हिन्दू आर्यसँग होइन, हाम्रो राजनीति लडाई भनेको अन्तर्राष्ट्रियसँग राजनीति लडाई हो।
हामीलाई यहाँको झुसे बाहुनसँग हाम्रो राजनीति होइन। हाम्रो राजनीति भनेको अन्तर्राष्ट्रिय खालको लेभलको चाहिँ राजनीति हो। त्यसकारणले अन्तर्राष्ट्रियले पनि यतिखेर भनिराखेको छ, तपाईहरुले पनि अन्तर्राष्ट्रिय राजनीति हेरिराख्नु भएको छ होला। अब हिजोदेखि हालिमुहाली गरेको राजनीति पार्टीहरूको हबीगत अबको केही समयमा तपाईले देख्नुहुन्छ कुन स्थानमा पुग्छ भन्ने कुरा। अन्तर्राष्ट्रियबाट आएको एउटा अन्तर्राष्ट्रिय राजनीतिले पनि त्यो संकेत गरिसकेको छ। त्यो कुरा हेर्नको लागि यतिखेर मंगोल नेशनल अर्गनाइजेसन कुन ठाउँमा उभिएको छ र अहिले चाहिँ राजनीति अहिले चाहिँ राज गरेको राजनीति पार्टी कुन ठाउँमा हेरेको छ भनेर बुझ्नको लागि फेरि मंगोल नेशनल अर्गनाइजेसनको चस्मा लाउनु पर्छ। फेरि कांग्रेस एमाले माओवादीको चस्मा लायो भने देख्दैन फेरि हैन। असारमा फुटेको के रे गोरुले साउनमा फुटेको गोरुले के रे 12 महिना हरियो के आँखा जस्तै हरियो देख्छ भने जस्तै हो। फेरि कांग्रेस एमाले माओवादीको चस्मा लायो भने देख्दैन। त्यो देख्नको लागि मंगोल नेशनल अर्गनाइजेसनको चस्मा लाउनु पर्छ। मंगोल नेशनल अर्गनाइजेसनको दर्शन बुझ्नु पर्छ। बल्ल मात्रै यी राजनीति पार्टीहरूको स्थान कहाँ अनि हाम्रो मंगोल नेशनल अर्गनाइजेसनको स्थान कहाँ भन्ने कुरा चाहिँ छर्लङ्ग देखिन्छ। अहिले त तपाईहरुले यति जना आज घिरिङ गाउँपालिकाको जस्तो अधिवेशन जस्तो ठाउँमा जम्मा 40 जना मान्छे के गर्न ला होला भन्या होला। फलनानी आएन, देशका नानी आएन, के गरेको यति जना मान्छे जस्तो ला होला। त्यो होइन। अब यसले चाहिँ के गरेको छ अन्तर्राष्ट्रिय रूपमा धक्का दिएको छ यति सहभागीले। त्यसले गर्दा पनि हामीले भनिराखेका छौं आज मंगोल नेशनल अर्गनाइजेसनको नेता कार्यकर्ताहरू हेर्नुस् त कति खुसी छ, कति खुसी छ हैन। कार्यक्रममा जाँदाखेरि दिनदिनै पैसा खर्च हुन्छ र पनि खुसी छ। किन खुसी छ त भन्दा हामी एक दिन मालिक बन्छ भन्ने कुरा हामीलाई थाहा छ। त्यसकारणले खुसी छ। आज शासन सत्तामा बसेका बाहुन क्षेत्रीको अनुहार हेर्नु त न्याउरी परेछ बिचरा हैन। अहिले अफिसमा बस्दा पनि पुरै के भन्छ एकदमै चाहिँ मन रुवाउने खालको गीत पो सुनेर बस्दो रहेछ हैन। नारायण गोपालको गीतहरू हैन एकदमै मन रुवाउने माया प्रेमका एकदमै के भन्छ उ बेला ल पर्दाखेरि सुनेको गीतहरू सुनेर निराश भएर बस्दो रहेछ। किन त्यो निराशपना उनीहरुमा आयो भन्दा अब देश मंगोल नेशनल अर्गनाइजेसनले चलाउँदैछ। आज मंगोल नेशनल अर्गनाइजेसनकै यस्तो नेताहरू भर्खरको नेताहरू देखेर आज तिनीहरू जल्दैछ भन्यो होला। फेरि मंगोल नेशनल अर्गनाइजेसनको नेता कार्यकर्ता भाषणै गर्न नजाने रहेछ। हो मंगोल नेशनल अर्गनाइजेसनले भाषण गर्न जान्दैन, काम गर्न जान्दछ। बाहुन क्षेत्रीको भाषण त कति सुन्यो नि। यो पिच त बाटो उहिले पिच गर्यो होला उनीहरूको भाषणमा, तर वास्तविकमा पिच भयो भएन नि त। उनीहरूले कुरा त फेरि त्यसरी जान्दछ। तब हामी उनीहरूको कुरा सुनेर के हुन्छ लट्ठिन्छ र पनि फेरि काममा छैन, व्यवहारमा छैन। त्यसकारणले मंगोल नेशनल अर्गनाइजेसन भनेको तपाई हाम्रो गुण भनेको तपाई हाम्रो जिन भनेको के हो त भन्दा इमानदारीता देखाउने जिन हो। कोहीले गलत गर्यो होला, त्यो किन गलत गरिरहेछ त भन्दा तपाई हामीमा चाहिँ एक खालको त्यो खालको संस्कार सिकाउने संस्कार अथवा संस्कार सिकाउने सरकार अथवा राजनीति पावर अथवा राजनेता राजनीति दल नभएको कारणले कहिलेकाहीँ हाम्रो मान्छेले गलत संस्कार सिकिराखेको हुन्छ। त्यसकारणले अब मंगोल नेशनल अर्गनाइजेसनले मात्रै तपाई हामीलाई हैन हाम्रो सन्तानहरूलाई सही संस्कार सिकाउँदै यो देशको चाहिँ सम्पूर्ण त्यो राजनीतिक अंगहरू संवैधानिक अंगहरूमा पुर्याउनको लागि अब मंगोल नेशनल अर्गनाइजेसनले त्यो खालको तय गर्दैछ। हामीले बुझ्नुपर्ने सुन्नुपर्ने दिन आएको छ र अब समय पनि निकै नै धेरै भएको जस्तो लागेको छ। हिजो मैले अघि नै भने हिजो अस्ति भए यतिखेर हावा उरी उडेर हामी घर भित्र हुन्थ्यौं, तर आज के भएको छ कति आनन्दको वातावरण हैन। मैले अघि पनि भनिसके यस बेलासम्म म यो मञ्चमा यो घिरिङ गाउँ सभाको चाहिँ यो चौथो ऐतिहासिक खुल्ला घोषणा अधिवेशनमा चाहिँ एउटा ढुक्कका साथ कार्यक्रम सम्पन्न गर्दैछौँ तपाईँ हामी भएर। किन त भन्दा प्रकृतिले पनि तिमीलाई यो कार्यक्रम तिमीहरूले सुनाउनु पर्ने लोक समुदायलाई सुनाउनु पर्ने के हो सबै सुनाएर जाऊ, सबै चाहिँ के हो सबै कुराहरू भनेर जाऊ, तिमीलाई हामीले साथ दिन्छ भनेर दिएको हो नि त हैन र। हो त्यसकारणले प्रकृतिसँग सम्बन्धित भएको कुराले मात्रै तपाईँ हामीलाई के बनाउँछ भोलिको दिनमा न्याय दिलाउँछ। अब तपाईँ
हाम्रो शत्रु को हो भन्ने कुरा चिन्नु पर्छ। हाम्रो शत्रु भारत पनि होइन, चाइना पनि होइन। हाम्रो शत्रु भनेको अहिले शासन सत्तामा रहेको अलिकति नाक लामो भएको र आँखा भित्र गडेको मान्छे चाहिँ तपाईँ हाम्रो शत्रु हो। यो कुरा चाहिँ तपाईहरुले बुझ्नु पर्छ। र फेरि पनि म त घिरिङ गाउँपालिकामा त म त धेरै डुलिसक्यो मंगल नेशनल नेसनको कार्यक्रम लिएर। अब धेरै कुराहरू त यहाँहरुसँग भेटमै फेरि पनि भेट्ने मौका त पक्कै पनि पाउँछ होला। र अब समयलाई पनि मध्यनजर गर्दै निकै टाढाबाट हाम्रो सरहरु यो कार्यक्रम सम्पन्न गर्नको लागि पनि टाढाबाट आउनु भएको छ। यहाँहरु पनि टाढाबाट आउनु भएको छ। त्यसकारणले फेरि एकपटक हामीले संकल्प गरौं, फेरि एकपटक हामीले सोचौं। अरूले जे भने पनि चुनाव चिन्ह कुखुराको भालेमा भोट हालौं हैन। तपाई हामीले खेती गरे जे गरे पनि मंगल नेशनल अर्गनाइजेसनमा गरौं। भोलिको दिनमा तपाई हामीले गरेको खेतीले त्यहाँबाट फलेको फल तपाई हाम्रो भावी सन्ततिले मिलेर खानेछ। त्यसकारणले पनि हामीले अब सोच्नु पर्छ भन्दै समयको पाबन्दीलाई मध्यनजर गर्दै हिजो मंगल नेशनल अर्गनाइजेसन घिरिङ गाउँ सभाको ऐतिहासिक दोस्रो अधिवेशन खुल्ला घोषणा सभा बन्द सत्रबाट हिमाल थापा ज्यूको अध्यक्षतामा 16 जनाको एउटा कमिटी भएको छ। यो कमिटीले एकदमै इमानदारीपूर्वक यो जिल्लालाई अथवा यो पालिकालाई मंगलमय बनाउनको लागि सम्पूर्ण तन मन धन आफूसँग भएको सबै कलाहरू प्रयोग गरेर यो गाविसलाई मंगलमय बनाउनको लागि सहयोग गर्नुहुनेछ। सबभन्दा राजनीति पार्टीमा सबैभन्दा चाहिने भनेको इमानदारी हो। तपाईहरुले इमानदारी गुमाउनु हुँदैन भन्ने कुरा पनि मैले विश्वास लिएको छु। र अब विशेष गरी यो इमानदारीतालाई नगुमाइकन हिमाल थापाज्यूलाई सम्पूर्ण टिमले जतिजना चाहिँ एउटा समितिमा हुनु भएको छ, एउटा ऐतिहासिक बन्नु भएको छ। तपाईहरु यो ऐतिहासिक कार्यक्रमलाई सधैँ ऐतिहासिक इतिहास बनाइराख्नको लागि पनि यहाँहरुले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ। हिमाल थापाज्यूलाई सहयोग गर्नुहुनेछ भन्ने पनि मैले आशा व्यक्त गर्दछु। र विशेष गरी हाम्रो दिलीप भाइले तेस्रो अधिवेशनबाट एकदमै यो घिरिङ गाउँ सभालाई सधैँ हाम्रो मंगल नेशनल अर्गनाइजेसनको नियमित कार्यक्रम सम्पन्न गर्नको लागि उहाँले गर्नुभएको योगदान अतुलनीय छ। घिरिङ गाउँ सभाको लागि उहाँले चाहिँ यो तेस्रो अधिवेशनबाट अध्यक्ष पोस्टमा आइसकेपछि हरेक ठाउँमा मंगलमा अहिले जुट्ला नजुट्ला त्यो आफ्नो कुरा छ, तर मंगल मूलवासी हो है भनेर त्यो आवाज पुर्याउनको लागि यहाँले घिरिङ गाउँ सभाको कुनै पनि कुना कान्द्रा छोड्नु भएन। त्यो हामीसँग सहकार्य गरेको कारणले हामीलाई थाहा छ घिरिङ गाउँ सभा मात्र हैन, अरू सभा सम्पन्न गर्नको लागि अरू कार्यक्रममा पनि सहभागी भएर सबै घिरिङ गाउँ सभालाई चाहिँ एउटा मंगलमय बनाउनको लागि परिचित बनाएर राख्नको लागि जुन खालको भूमिका दिलीप राणाज्यूले गर्नुभयो, अबको दिनहरुमा अबको अध्यक्षज्यूले पनि नजानेको कुराहरू सिक्दै आफूलाई इमानदारताका साथ स्थापित गर्दै अब चाहिँ के गर्नुहुनेछ भन्दा घिरिङ गाउँ सभालाई मंगलमय बनाउनको लागि र आफ्नो भावी सन्ततिको लागि चाहिँ उहाँले पनि हिमाल थापाज्यू र हिमाल थापाज्यूको टिमले पनि अतुलनीय योगदान गरेर अगाडि बढ्नुहुनेछ भन्ने आशा व्यक्त गर्दै र यहाँहरूलाई सफल कार्यकालको शुभकामना सहित व्यक्त गर्दै म यहाँहरूको माझ बिदा हुन चाहन्छु। जय मंगल।